चतुर स्याल र लोभी कुखुरा। एक दिन जंगलको छेउमा एउटा लोभी कुखुरा बस्दथ्यो। उसले हरेक दिन धेरै दाना जम्मा गर्थ्यो, तर कहिल्यै अरूसँग बाँड्दैनथ्यो। त्यही जंगलमा एउटा चतुर स्याल पनि थियो। उसले कुखुराको बानी राम्ररी चिनेको थियो। एक दिन स्यालले कुखुरालाई भन्यो, "कुखुरा दाई, मसँग सुनको दाना छ। यदि तिमीले आजको दाना मलाई दियौ भने म तिमीलाई सुनको दाना दिन्छु।" लोभी कुखुराले सोच्यो, आजको दाना दिएर सुनको दाना पाउँछु भने फाइदै फाइदा। उसले सबै दाना स्याललाई दिइदियो। स्याल दाना खाएर हाँस्दै भन्यो, "लोभले मानिस र कुखुरालाई सधैँ घाटा पुर्याउँछ" भन्दै जंगलतिर भाग्यो। कुखुरा पछुतायो, तर अब केही गर्न सक्दैनथ्यो। शिक्षा: 1. लोभ गर्नु राम्रो होइन। 2. चतुराईको गलत प्रयोगले घाटा हुन्छ।